प्रकृतिको संरक्षण गर्नलाई पर्छ हामी अगाडि सर्नलाई। प्रकृतिको उपहार कार्यक्रम आउँछ है सदाबार, सुन्नुहोस् बुधबार। बेलुकी 36 बजे संरक्षणकर्मी गणेशपुरीको साथमा। नदी त हिमाल रह वनस्पति सदाबहार, सृष्टिको यो क्रीडास्थल जीव जन्तु अपार। प्रकृतिको सबै रूप विविधताको भण्डार, फेरि कहिल्यै नथकिने प्रकृतिको उपहार। भर्खरै मात्र तपाईँले सुनेको आवाज पाटी बाघको हो। यो पाटी बाघको आवाजसँगै कार्यक्रम प्रकृतिको उपहारमा तपाईँलाई हार्दिक स्वागत छ। कार्यक्रम प्रकृतिको उपहार हरेक हप्ताको बुधबार बेलुकी 36 बजेदेखि 7 बजेसम्म तपाईँले 3 एन्जल सामुदायिक रेडियो 94.6 मेगाहर्जमा सुन्न सक्नुहुन्छ। यस्तै तपाईँले हाम्रो कार्यक्रमलाई प्रकृतिको उपहार .wordpress.com-बाट पनि डाउनलोड गरेर सुन्न सक्नुहुन्छ। अत प्रकृति प्रेमी श्रोताहरू, आजको बसाइमा हामी तपाईँ समक्ष नेपालको वन जङ्गलको अवस्था र त्यसमा पनि संरक्षित वनको विषयमा वन तथा भू संरक्षण मन्त्रालय अन्तर्गतको वन विभागका महानिर्देशक राजन पोखरेल ज्यूसँग गरेको कुराकानी। यस्तै तपाईँले माछापुच्छ्रे हिमाल कुमारी हिमाल रहनुको रहस्यता के हो र माछापुच्छ्रे हिमालको विशेषता के छ भन्ने विषयमा तयार पारेको एउटा रिपोर्ट पनि सुन्न सक्नुहुन्छ। हामी बोल्छौं हिमाल, पहाड, नदी नालाका कुरा। हामी बोल्छौं वन जङ्गल, वन्य जन्तुका कुरा। हामी बोल्छौं संरक्षण क्षेत्रभित्र र बाहिरका कुरा। हो, हामी बोल्छौं सम्पूर्ण प्रकृतिका कुरा। कार्यक्रम प्रकृतिको उपहारमा प्रकृतिको सबै रूप विविधताको भण्डार, फेरि कहिल्यै नथकिने प्रकृतिको उपहार। प्रकृति प्रेमी श्रोता, नेपालमा अथाह मात्रामा प्राकृतिक स्रोत रहेको छ। त्यसमा पनि वन जङ्गल नेपालको महत्त्वपूर्ण प्राकृतिक स्रोत हो। पहिले भनिन्थ्यो हरियो वन नेपालको धन। नेपालमा रहेको समग्र वन जङ्गलको अवस्था र त्यसमा पनि राष्ट्रिय वन अन्तर्गत रहेको संरक्षित वनको विषयमा हामीले वन तथा भू संरक्षण मन्त्रालय अन्तर्गत वन विभागका महानिर्देशक राजन पोखरेलसँग केही कुराकानी गरेका छौँ। सुनौ उहाँसँगको यो कुराकानी। सरलाई कार्यक्रममा स्वागत छ। धन्यवाद। हजुर, अलिकति यो नेपालको समग्र वन जङ्गलको अवस्थालाई संक्षेपीकरणमा राखिदिनुहोस्। नेपालमा तथ्याङ्क हेर्ने हो भने चाहिँ अहिले पनि 39.6% जङ्गल भन्छ, मोटामोटी 40% छ भन्छौँ हामीहरू। त्यो 40% चाहिँ करिब हाम्रो चाहिँ एरिया कभरेज चाहिँ हो। प्रोडक्सन फरेस्ट त्यति धेरै त छैन। हामीले बनाइअनुसार चाहिँ व्याख्या गर्दा वन जङ्गलले ढाकेको पट्टी चौर खोला नाला सबै हिउँ जमिन लिँदाखेरि के हुन्छ भने करिब एराउन्ड 40% छ। हाम्रो प्रोडक्टिभ फरेस्ट चाहिँ कम छ। जस्तै भनौँ भने राम्रै खालको मात्रै जङ्गलहरू एराउन्ड 29% चाहिँ राम्रै खालकै जङ्गल छ। अरू चाहिँ घाँसे मैदान 25% यस किसिमको छ। र सरस्वती हेर्दा नेपालको दृष्टिकोणले अहिलेका वन जङ्गललाई हामीले जोगाउन सक्यौँ, यसलाई विस्तार गर्न सक्यौँ भने त्यति नराम्रो वन क्षेत्रको भविष्य चाहिँ छैन। भविष्य राम्रै छ। हामी कहाँ चाहिँ यति हाम्रो प्रेसर हुँदाहुँदै पनि यति जङ्गल जोगिनु भने पनि धेरै ठुलो कुरा हुन्छ। जुन इकोलोजीको दृष्टिकोणले हेर्दाखेरि चाहिँ माउन्टेनहरूको हिमालयहरूको जुन फ्रजाइल माउन्टेनहरू छ त्यो हिसाबले चाहिँ हामीले 40% जङ्गल चाहिँ घटाउनु हुँदैन।
त्यहाँको चाहिँ रुख बिरुवाहरूको हैसियत राम्ररी बढाएर लगाउन सक्यो भने त्यति निराशा हुनुपर्ने अवस्था चाहिँ छैन नेपालको समग्र वन क्षेत्रको स्थिति हेर्दा। अब यो नेपालको समग्र वन जङ्गललाई राष्ट्रिय जङ्गल र व्यक्तिगत जङ्गल भनेर दुई भागमा विभाजन गरिएको छ र आज तपाईँसँग हामी राष्ट्रिय जङ्गल अन्तर्गत पनि संरक्षित वनको विषयमा कुराकानी गर्न गइरहेको छ। यो संरक्षित वनको अवस्था पनि अलिकति राखिदिनुहोस्। यसमा के छ भने सरस्वती वन ऐन हेर्नुभयो भने हामीसँग दुई किसिमको ब्रोड क्लासिफिकेसन छ वनअनुसार। एउटा निजी वन जुन जसको व्यक्तिगत लाल पूर्जा भएको जग्गामा लगाइएका रुखहरू भए, त्यसबाहेक जति पनि बाँकी जङ्गलहरू चाहिँ लाई राष्ट्रिय वन भन्छौँ। राष्ट्रिय वनभित्र सामुदायिक वन, साझेदारी वन, संरक्षित वन, धार्मिक वन, कबुलियती वनहरू छन्। र चाहिँ आज हामीले जुन गोष्ठी गरिरहेछौँ पोखरामा, यो चाहिँ संरक्षित वनको निर्देशिका बनाउने हिसाबले गरेका छौँ। र चाहिँ कतिपय नेपालका क्षेत्रहरूमा धार्मिक दृष्टिकोणले, ऐतिहासिक दृष्टिकोणले, जैविक विविधताको दृष्टिकोणले, पर्यटकीय महत्त्वको दृष्टिकोणले हामीले चाहिँ त्यो क्षेत्रको संरक्षण गर्नुपर्ने छ। त्यसै गरी अहिलेसम्म हामीले चाहिँ 12वटा संरक्षित क्षेत्र घोषणा गरिसकेका छौँ। 4वटाको चाहिँ कार्ययोजना बनिसकेका छ, त्यसलाई हामी घोषणा गर्ने पक्षमा छ। र 3टा अझै प्रोसेसमा छ र केहीबाट विभिन्न क्षेत्रबाट अझै पनि माग भएर आइरहेको छ। संरक्षित क्षेत्रमा चाहिँ कहिलेकाहीँ उल्टो मेसेज पनि गर्छ, खालि जैविक विविधताको लागि मात्रै, धार्मिक महत्त्वको लागि मात्रै चाहिँ राज्यले डिक्लेयर गर्यो भने कहीँ कता विवाद सुनिन्छ। वास्तवमा त्यो होइन। हामीले धार्मिक महत्त्व हिसाबले पनि त्यो क्षेत्रको संरक्षण गर्ने, पर्यटक हिसाबले पनि त्यसलाई इनाब्लिङ इन्भाइरोमेन्टमा पर्यटक पनि आउने ठाउँ बनाइदिने हो। त्यसको ऐतिहासिक पनि महत्त्व जुन छ त्यसलाई पनि अक्षुण्ण कायम राख्दै त्यहाँ भएका रिसोर्सलाई चाहिँ बुद्धिमत्ता पूर्ण स्थानीय जनताले उपभोग गरोस् भन्ने पनि हाम्रो चाहना छ। त्यसै सन्दर्भमा चाहिँ हामीले चाहिँ जुन 8वटा अलरेडी घोषणा भइसकेको, 4वटा जुन कार्ययोजना भइसकेको, 12 क्षेत्रका चाहिँ संरक्षित परिषदका 2जना प्रतिनिधि त्यहाँको डिएफओ प्रबन्धकलाई बोलाएर हामीले छलफल गरिरहेको छौँ। कस्तो किसिमको निर्देशिका बनाउँदा चाहिँ संरक्षित क्षेत्रको व्यवस्थापन हुन्छ, त्यसको कसरी दिगो व्यवस्थापन हुन्छ भन्ने उद्देश्यले चाहिँ हामीले यो गोष्ठी हिजोदेखि गरिरहेछौँ। अब सबै क्षेत्रको छलफलबाट निर्देशिकालाई केही सुखद परिणाम आउँछ कि भन्ने हामीले आशा गरेका छौँ। यो निर्देशिका जुन संरक्षित वनको निर्देशिका अहिले बन्दै पनि छ, यसमा विशेष गरेर अहिलेको यो जमाएको गोष्ठीले चाहिँ कुन कुरालाई प्राथमिकतामा राखेको छ? अब मैले अघि नै भने के भनेदेखि चाहिँ जस्तै पञ्चासेको कुरा गर्दा एउटा ठुलो धार्मिक महत्त्वको त्यहाँ छ। बाला चतुर्दशीमा मानिसहरू सधैँ छर्न जान्छन्, त्यहाँ कुण्ड पनि छ, किम्बदन्ती पनि छ, त्यहाँ चाहिँ पातहरू चाहिँ चराले टिपेर लान्छन् भन्ने किसिमको एउटा महत्त्व हुन्छ। एउटा क्युरियोसिटी पनि छ। मैले पनि त्यहाँ धेरै दृष्टिकोणले हेरेको छु। मैले त्यो चराले कसरी पात टिपेर लान्छ, किन लान्छ, लाँदैन वा के हो भन्ने कुराहरू एउटा क्युरियोसिटीको पनि छ। त्यहाँ वैज्ञानिक खोजको अवस्था पनि छ। त्यहाँ पोखरीमा झरेको पातलाई चराले टिपेर लान्छ, सबै गाउँलेहरूले भन्छन्। किन यसरी भने? खालि किम्बदन्ती मात्रै हो कि यथार्थता छ भने त्यो एउटा साइन्टिफिक वेले पनि हामीले खोजबिन गर्नुपर्ने जस्तो छ। बाला चतुर्दशी अघि नै मैले निवेदन गरेँ, त्यहाँ चाहिँ अब सदमी छर्न आउँछन्। त्यसै पनि धार्मिक हिसाबले पञ्चासे त्यसै पनि पवित्र भूमि हो र पर्यटक दृष्टिकोण हेर्दा पनि त्यहाँ पर्यटकहरू थुप्रै जान्छ। र अर्को दृष्टिकोण हेर्दा त्यहाँ चाहिँ त्यहाँका भएका जङ्गललाई संरक्षण गरेर त्यहाँ स्थानीय जनताको काठदाउराको आवश्यक परिपूर्ति पनि गर्नुपर्ने हुन्छ। यी सबै क्षेत्र चाहिँ हामीले हेरेर नै यो निर्देशिकामा कभर गर्न खोज्दैछौँ। पञ्चासे मात्र होइन, अन्य क्षेत्रलाई पनि यही मोडलमा पञ्चासेमा हामीले 2.5-3 वर्ष अगाडिदेखि नै चाहिँ निर्देशिका बनाउने एक्सर्साइजहरू, त्यहाँ परिषद बनाउने एक्सर्साइजहरू या बढी गरेको हुनाले पञ्चासे यो मामलामा चाहिँ लिडिङ रूपमा आइरहेछ। अनि यो लिडिङ रूपमा आएको हुनाले यसको रेप्लिकेसन अरूमा गर्न सकिन्छ कि भनेर हामीले सबै परिषदका चाहिँ प्रतिनिधिहरूलाई बोलाएर छलफल गरे आयौँ। मूल रूपले चाहिँ मैले अघि नै भने जस्तो किसिमले सम्पूर्ण पक्ष चाहिँ विकास, संरक्षण, सम्वर्धन गर्नलाई चाहिँ हामीले गरिरहेछौँ। अलिकति यो प्रक्रियागत कुरालाई पनि जोडौँ। जस्तो कि स्थानीय स्तरका जनताहरूले हाम्रो यो यहाँ भएको क्षेत्रलाई चाहिँ अलिकति धार्मिक दृष्टिकोणले अथवा कुनै पनि तरिकाले चाहिँ महत्त्वपूर्ण छ भनेर सरकारसँग निवेदन गरेको खण्डमा त्यो डिक्लेरेसन हुने हो कि अथवा सरकारले आवश्यकता देख्यो भने डिक्लेरेसन?
अब धेरै जसो चाहिँ त्यहाँ स्थानीय जनताहरूले भन्न आएका छन् हामीलाई माग्न आउँछ हाम्रो चाहिँ धार्मिक दृष्टिकोणले पनि यो क्षेत्र महत्त्वपूर्ण छ जैविकता संरक्षण पनि महत्त्वपूर्ण छ ऐतिहासिक दृष्टिकोणले पनि महत्त्व छ र पर्यटन दृष्टिले महत्त्व छ र हाम्रो स्थानीय आपूर्तिको लागि पनि यो जङ्गलले टेवा पुर्याइरहेछ यसको चाहिँ व्यवस्थापन चाहिँ राम्ररी हुन सक्यो भने राज्यलाई पनि फाइदा छ स्थानीय जनतालाई पनि फाइदा छ उहाँहरूले नै हामीलाई एप्रोच गर्नुभएको छ धेरै जसो उहाँहरूले एप्रोच गरेकोलाई चाहिँ कसरी चाहिँ सिस्टमेटाइज गर्ने त्यसलाई कसरी सिस्टमेटाइज गर्ने भन्ने परिपाटीतिर हामी गएको अब स्थानीय जनताले नचाहिकन सरकारी तौरबाट हुन सक्ने सम्भावना नै भएन नि मेन त्यहाँ स्थानीय जनताको चाहना नै प्रतिबिम्बित हुनु पर्यो उहाँहरूको चाहना प्रतिबिम्बित भएपछि हामी राज्यको सेवा बसेका राष्ट्र सेवकले त्यो त संरक्षणलाई स्थानीय जनतालाई सहयोग पुर्याउनु स्वाभाविकै हो जुन कुरा हामी पनि चाहन्छौँ नि नेपालका चाहिँ त्यस्ता धार्मिक दृष्टिकोणका क्षेत्रहरू ऐतिहासिक महत्त्वपूर्णका क्षेत्रहरू जैविकताले भरिपूर्ण क्षेत्रहरूलाई संरक्षण गर्नुपर्छ भन्ने कुरा त हाम्रो पेसै भयो र जनताले यो कुरा लिएर आएपछि त हामीलाई झन् सुनमा सुगन्ध भयो नि उहाँहरूको चाहनालाई उहाँको मागलाई हामीले चाहिँ एउटा चाहिँ साइन्टिफिक वेले चाहिँ रिलेट गरिदिने मात्रै हो मेन उहाँहरूकै चाहना अनुसार नै हामी गर्छौँ प्रयास हो अब यो संरक्षित वन डिक्लेरेसन भइसके पछाडि स्थानीय स्तरका व्यक्तिहरूलाई परिचालन गरेर यसको चाहिँ व्यवस्थापन गरिन्छ अथवा सरकारी स्तरबाट पनि डाइरेक्टली इन्भल्भ भएर कसरी यसको व्यवस्थापनमा हामीले कसरी सुरु गरेका छौँ भने सुरुवात गर्दाखेरि चाहिँ पञ्चायतले 3वटा जिल्लाको केही भूभाग कभर गर्छ पर्वत स्याङ्जा कास्की अनि हामीले कसरी सुरुवात गऱ्यौँ भनेदेखि चाहिँ हामी स्याङ्जामा पनि विभिन्न छलफल गऱ्यौँ हामीले कोर एरिया जुन छुट्याइएको छ मोटामोटी त्यसपछिका एडजोइनिङ बिडिसी छुट्याइएको छ त्यहाँका मान्छेहरूसँग सामुदायिक प्रतिनिधिहरूसँग गाविसमा विभिन्न सङ्घ संस्थाहरूसँग छलफल गरेपछि के राय सुझाव भयो भने 3टा इकाइ परिषद गठन गरौँ एउटा स्याङ्जामा हामीले गऱ्यौँ एउटा पर्वतमा गऱ्यौँ एउटा कास्कीमा गऱ्यौँ जुन डिस्ट्रिक्ट च्याप्टर भन्छौँ हामीहरू त्यो इकाइ परिषदमा 10 जना चाहिँ त्यहीँका स्थानीय मान्छेहरू नै हुनुहुन्छ कुनै सङ्घ संस्था प्रतिनिधित्व गर्नुहुन्छ 10 जना त्यहीँको स्थानीय जनता हुनुहुन्छ र 1 जना हाम्रो कर्मचारी चाहिँ त्यहाँ सदस्य सचिव भएर काम गरिरहेछ 11 3 जिल्ला गर्दा 11 त्यहाँ 33 भयो त्यसै गरी चाहिँ हामीले चाहिँ त्यहाँ भएको एउटा कर्मचारी जस्तै पर्वतको परिषदमा पनि 1 जना कर्मचारी छ 10 जना स्थानीय प्रतिनिधि नै हुनुहुन्छ अनि चाहिँ त्यो एक जना कर्मचारी जुन 3 जिल्लामा छ उहाँहरूको भोटिङ राइट हुँदैन व्यवस्थापक काम कारबाहीलाई आर्थिक कारोबारलाई पारदर्शिता गर्न उहाँहरूले सहयोग गर्नुहुन्छ टेक्निकल उसलाई अनि बाँकी बसेको 10 गर्दा 30 जना भयो 30 जना मध्येबाट फेरि हामीले 10 जना मूल परिषद गठन गरेका छौँ त्यो 10 जना पनि त्यो 30 जना मध्ये नै उहाँहरूले चाहिँ निर्वाचित गरेर ल्याउनुहुन्छ अनि 1 जना हाम्रो कर्मचारी बस्छ भनेको मतलब चाहिँ स्थानीय जनताहरू नै परिचालित उहाँहरूकै डोमेनमा सरकारले काम गरोस् सरकारका प्रतिनिधिले काम गरोस् भन्ने हाम्रो चाहना छ किनभने स्थानीय जनतालाई अगाडि नबढाइकन स्थानीय स्रोत साधनलाई व्यवस्थापन गर्न सरकारी प्रयासले मात्रै सक्दैन हामी चाहिँ क्याटालाइटिक एजेन्ट मात्रै फेसिलिटेट गरिदिने हो र उहाँहरूलाई केही सहयोगहरू प्रारम्भिकका सहयोगहरू आर्थिक सहयोगहरू अफिस सञ्चालन गर्नलाई मिटिङ सञ्चालन गर्नलाई केही सहयोग हामीले उपलब्ध गराएका छौँ केही ठाउँमा चाहिँ अब पोखरीहरू निर्माण गरिदिने केही ठाउँमा बिरुवा वितरण गर्ने चाहिँ गरेका हौँ र मेन उहाँहरूको इच्छा आकाङ्क्षा अनुसार नै हामी गर्छौँ मेन उहाँहरूकै चाहिँ डोमेनमा हामीहरूले बसेर काम गर्छौँ अब यो संरक्षित वनभित्र भएको वन पैदावारहरूको उपभोग गर्ने क्रममा चाहिँ कस्तो प्रक्रियाले स्थानीय स्तरले चाहिँ प्रयोग गरेर हुन्छन् अथवा यसको प्रक्रिया चाहिँ के छ यसमा हामीले चाहिँ त्यही हो आज निर्देशिका बनेको चाहिँ कारण त्यही बनाउन खोजेको त्यही हो त्यहाँभित्रको काठ दाउराहरू कसरी चाहिँ प्रयोग गर्ने अनि हामीले चाहिँ मोटामोटी समझदारी गरेर परिषद गठन गरे हो त्यसलाई वैधता प्रदान गर्नलाई चाहिँ हामीले निर्देशिका बनाउँदैछौँ एउटा विधान सर्वसम्मत रूपले विधान बनोस् र पञ्चायतमा अलिकति फरक किसिमको हुने भयो 3 जिल्लालाई कभर गरेर एउटा मूल परिषद बनाएको छ अन्य जिल्लामा चाहिँ एउटा मात्रै जिल्ला कभर गरेर परिषद बनाएको छ त्यो 3 जिल्लासम्म ओगटेको परिषदको अवस्था एकातिर अर्को जिल्लामा चाहिँ एउटा
जिल्ला मात्रै ओगटेको परिषदको अवस्था हो र चाहिँ त्यहाँ भएका चाहिँ वन पैदाहरू कसरी प्रयोग गर्ने, अब त्यहाँ प्रयोग गर्दाखेरि चाहिँ कसैले अनियमित काम गरे पनि हुन्छ, उनलाई कसरी दण्डित गर्ने, राम्रा कुराहरू कसरी कार्यान्वयन गर्ने, त्यहाँ को सदस्य हुन पाउँछन्, कुन प्रक्रिया अपनाउनुपर्छ भन्ने सर्वप्रथम एउटा विधान बन्नुपर्ने हुन्छ। त्यहाँको वन पैदावार उपयोग गर्नलाई विभिन्न विकास कार्यक्रम सञ्चालन गर्दा कार्ययोजना चाहियो। कार्ययोजना भए त केही पनि गर्न पाइएन। त्यसैले कस्तो किसिमको विधान हुनुपर्छ, कस्तो किसिमको कार्ययोजना हुनुपर्छ भने हामी सबै परिषदका साथीहरूसँग छलफल गरिरहेछौँ र ती कुराहरू सबै ओगटेका कुराहरू एउटा संरक्षणको दृष्टिकोणले पनि र सदुपयोगको दृष्टिकोणले पनि यी कुराहरू निर्देशिकामा परोस् भनेर नै यावत पक्षको चाहिँ हामीले चाहिँ सम्बोधन गर्नलाई नै छलफल गरिरहेछौँ। आशा छ यी सबै कुरा सम्बन्धेर चाहिँ निर्देशिकाको एउटा राम्रो खाका तयार हुन्छ। त्यसपछि हामी फर्दर यसलाई मन्त्रालय स्तरमा, विभाग स्तरमा त्यो एक्सपर्टहरू लिएर आएर हामी फेरि छलफल गर्छौँ र यसलाई अन्तिम रूप दिएपछि नेपाल सरकार समक्ष स्वीकृतिको लागि पेश गर्छौँ। अब यो संरक्षित वन जुन विभिन्न तरिकाले व्यवस्थापन गरिएको छ र नेपालमा चाहिँ विभिन्न प्रकारका व्यवस्थापन पद्धतिहरू जस्तै सामुदायिक वन धेरै किसिमका मोडेलहरू छन् र संरक्षित वनको प्रभावकारितालाई पनि अलिकति राखिदिनुहोस् कस्तो छ? जस्तै पञ्चायतकै कुरा गरौँ न, त्यहाँ धार्मिक दृष्टिकोण सबभन्दा महत्त्व छ। अब त्यहाँ अर्को बायोडाइभर्सिटी दृष्टिकोणले भन्यो भने झन्डै 113 किसिमको जस्तो मलाई सम्झना भएसम्म 113 किसिमको चाहिँ त्यहाँ अर्किड पाइन्छ सुनाखरी। त्यसमा पाइएको 113 मध्ये 2टा त विश्वमै कहीँ पनि छ, त्यहाँ मात्रै छ भने एउटा अर्किड्सको रानी नै भनेर उपमा दिए पनि हुन्छ। पञ्चायतलाई दिएका पनि छन्, अर्किड्सको राजा भन्छन्, कसैले रानी भएको। अर्किड्सको हेर्नलाई आउनु पर्यो भने जो यो सुनाखरीका जो शौखिनहरू हुन्छन्, हेर्न चाहनेहरू हुन्छन्, तिनलाई चाहिँ विभिन्न ठाउँका जङ्गल घुम्नुभन्दा एउटा पञ्चायत घुम्दा नै पर्याप्त हुन्छ। 113 किसिमको अर्किड्स एउटा सानै क्षेत्रमा देखिनु भनेको त ठुलो उपलब्धि हो नि। त्यो हिसाबले चाहिँ पञ्चायत के भने समृद्ध क्षेत्र हो। त्यसै गरी सङ्खुवा सभाका जलजलेमा चाहिँ के छ भने धेरै किसिमको चाहिँ लाली गुराँसहरू छन्। लाली गुराँसको संरक्षणले त्यहाँ गरिएको छ। भित्री उद्देश्य त त्यही हो। यहाँ चाहिँ के छ भने अर्किड्स सुनाखरीको चाहिँ संरक्षणको हिसाबले चाहिँ गरिया हो। त्यसभित्र धार्मिक पनि छ, ऐतिहासिक महत्त्व विषय पनि छ, त्यहाँ जैव विविधताका कुराहरू पनि छन्। त्यत्रो सानो एरियामा 113 किसिमको अर्किड्स पाउनु आफैमा पनि एउटा प्रकृतिले नेपालीलाई दिएको उपहार हो। त्यस्तो उपहारलाई त हामीले सँगाली राख्नु, त्यसको विकास गर्नु नै हाम्रो बुद्धिमानी हुन्छ। यसैबाट पनि सोझै आकलन गर्न सकिन्छ नि पञ्चायतले कति ठुलो महत्त्व राख्दछ। 113 किसिमको चाहिँ सुनाखरी एकै ठाउँमा पाउनु भनेको त विश्वलाई त अनुपम सन्देश पनि हो, हामीलाई यो अनुपम पृथ्वीको उपहार पनि हो। यसैले कति चाहिँ यो इफेक्टिभ छ, यसको कति महत्त्व छ भन्ने कुरा एउटा अर्किड्सको इक्जाम्पल नै पर्याप्त छ। यो हामी अन्तिममै पनि छौँ। साँच्चै नै संरक्षित वनले अझै बढी यसको चाहिँ प्रभावकारिता बढाउनको लागि स्थानीय स्तरका जनताहरूले चाहिँ के गर्नुपर्छ, उनीहरूको भूमिका के हुन्छ र अन्य अरूको पनि के भूमिका भयो भने यो अत्यन्तै प्रभावकारी हुन्छ यसलाई लाग्छ। जस्तै हामी म्यानेजमेन्टमा सिफ्टिङ प्याराडाइम भन्छौँ, हाम्रो माइन्ड सेटहरू चेन्ज छन्। त्यसैले व्यवस्थापनको पाटो हेर्दाखेरि चाहिँ हामीले कुनै किसिमले इम्पोज गर्दैनौँ। त्यहाँ भएका सम्भावनाहरूलाई हामी टेक्निसियन भएको हुनाले के कस्ता सम्भावनाहरू छन् त्यस क्षेत्रको, संरक्षित क्षेत्रको भन्ने कुरा त हामीले बुझ्छौँ। ती कुरालाई हामीले चाहिँ स्थानीय जनता समक्ष ल्याइदिने हो। हेर्नुहोस् है, तपाईँहरूको क्षेत्रमा चाहिँ यो किसिमले तपाईँहरूको संरक्षण क्षेत्रमा चाहिँ यो विषयमा तपाईँहरू रिच हुनुहुन्छ। यदि तपाईँले संरक्षण गर्न सक्नुभयो भने यहाँ विभिन्न खोजका कार्य हुन्छ। धार्मिक दृष्टिकोणले पनि मान्छेहरू आउँछन्, ऐतिहासिक दृष्टिकोणले आउँछन्, जैविक विविधताको दृष्टिकोणले पनि आउँछन्। यी सबै हेर्न सक्ने थलो भन्ने कुरा हामी चाहिँ फेसिलिटेट गर्छौँ। कसरी व्यवस्थापन गर्ने, त्यो ठाउँ सुहाउँदो व्यवस्थापन कसरी हुन्छ, जनताको चाहना विपरीत हामी जान सक्दैनौँ। उहाँहरूले बोल्नुभएका कुराहरू, उहाँहरूको ट्रेडिसनल प्र्याक्टिसहरू हुन्छन्, तिनलाई हामीले चाहिँ के भने कार्ययोजनामा एउटा साइन्टिफिक तरिकाले रिलेट गरिदिने मात्रै हौँ। त्यो व्यवस्थापनका यावत पक्षहरू चाहिँ
ठाउँ सुहाउँदो अनुसार उहाँहरूले जसरी भन्नुहुन्छ त्यसलाई हामी साइन्टिफिकली रिलेट गरेर गरिदिन्छौँ। मेन व्यवस्थापनमा उहाँहरूकै अहम भूमिका हुनुपर्छ भन्ने कुरा चाहिँ मलाई लाग्छ। आफ्नो अमूल्य समय हामीलाई दिनुभयो त्यसको लागि धन्यवाद। मेरो पनि धन्यवाद। तपाईले भर्खरै मात्र सुन्नुभयो वन तथा भू संरक्षण मन्त्रालय अन्तर्गत वन विभागका महानिर्देशक राजन पोखरेलज्यूसँग गरेको कुराकानी। अत श्रोता, वास्तवमै नेपालमा वन जंगल भनेको अत्यन्तै महत्त्वपूर्ण प्राकृतिक स्रोत हो। त्यसमा पनि संरक्षित वनको विशेषता के रहेछ, यसमा के प्रक्रिया हुन्छ, यसबाट स्थानीय स्तरका जनतालाई के फाइदा हुन्छ भन्ने प्रसङ्गमा गरेको कुराकानी तपाईले अहिले भर्खरै सुनिसक्नु भएको छ। प्रकृति प्रेमी श्रोता, आउनुस् अब लागौं माछा पुछ्रे विशेष विषयवस्तुमा तयार पारिएको एउटा रिपोर्टतर्फ। पोखरादेखि लगभग 25 किलोमिटर उत्तरमा पर्ने माछापुच्छ्रे हिमालको उचाइ 6943 मिटर रहेको छ। यसको टुप्पो माछाको पुच्छर जस्तै भएको कारणबाट यसलाई माछापुच्छ्रे भनिएको हो। यो हिमाल अझैसम्म कसैले पनि आरोहण गरेका छैनन्। यस हिमाल आरोहण गर्ने अनुमति पनि सरकारले दिएको छैन। हालसम्म कसैले पनि आरोहण नगरेको कारण यस हिमाललाई कुमारी हिमालको नामले पनि चिनिएको छ। इतिहासलाई पल्टाउँदाखेरि माछापुच्छ्रे हिमाल चढ्ने प्रयास धेरैले गरेका थिए। पहिलो प्रयास उल्फ्रेड नोइस ब्रिटिसका नागरिकले गरेका हुन्, तर उनी करिब 200 मिटर बाँकी रहँदा नै माछापुच्छ्रे आरोहण नगरिकन फर्केका थिए। एउटा डरलाग्दो दृश्य देखेपछि उनी त्यहाँबाट फर्केका हुन्। माछापुच्छ्रे हिमालको कुमारीत्व खोज्नको लागि सरकारले तथा अन्य विभिन्न ठाउँबाट धेरै प्रयासहरू पनि भएका थिए। करिब 7 करोडको चलखेल पनि भएको यसको बारेमा सुन्नमा पाइन्छ। माछापुच्छ्रे हिमालमा कसैलाई पनि आरोहण गराउनु हुँदैन भनेर पर्यटनविद झलक थापाले बेला बेलामा आवाज उठाउँदै आउनु भएको थियो। केही समय अगाडि स्वर्गीय हर्क गुरुङको अगुवाईमा माछापुच्छ्रे चढ्न दिने भनेर पत्रिकामा एउटा लेख पनि छापिएको थियो। तर पर्यटनविद झलक थापाले माछापुच्छ्रेमा कसैलाई पनि पर्वत आरोहण गर्न दिनु हुँदैन भनेर मेरो प्यारो माछापुच्छ्रे शीर्षकमा फेरि त्यसको काउन्टरमा एउटा लेख प्रकाशित गर्नु भएको थियो। पर्यटनविद झलक थापाका अनुसार माछापुच्छ्रे चढ्दा भौगोलिक रूपमा यसको हाइट नघटे पनि यसको सुन्दरताको हाइट भने घट्ने बताउनुहुन्छ। माछापुच्छ्रे हिमाल नेपालीको मनमुटुमा रहेको पनि उहाँको भनाइ छ। यस माछापुच्छ्रे हिमालमा कसैलाई पनि चढ्न दिनु हुँदैन। यसलाई त हेर्नको लागि मात्रै राख्नुपर्छ। यो देशको एउटा पहिचान पनि हो भन्नुहुन्छ पर्यटनविद झलक थापा। माछापुच्छ्रे हिमाललाई मान्छेले पटक पटक प्रयास गरे। पहिलो प्रयास आरोहणकै लागि गएको भनेको विल्फ्रेड नोइस हो है, ब्रिटिस नागरिक हुन्। उनले झन्डै चढिसकेको 200 मिटर बाँकी भएपछि छोडे। त्यहाँ एउटा अलिक डरलाग्दो दृश्य देखे माथि। कस्तो कस्तो दृश्य देखे उनले उसको मनले पनि चढ्न मानेन र त्यसलाई परित्याग गरेर उनीहरू फर्के। त्यसपछि माछापुच्छ्रे चढ्नलाई त्यो कुरा सुनिसकेपछि हो कि के कारणले हो माछापुच्छ्रे चढ्ने प्रयास पनि भएन। र त्यो त्यसपछि धेरै वर्षदेखि माछापुच्छ्रेमा आरोहण गर्न दिने सरकारले छिटै घोषणा गर्दैछ भन्ने पनि सुने। र पर्वतारोहण संघदेखि पर्वतारोहण सम्बन्धी व्यक्तित्वहरूले कार्यालयहरूले माछापुच्छ्रेलाई चढाउने, माछापुच्छ्रेमा चढ्न दिने अभियान सुरु गर्ने भनेर धेरै पहिलेदेखि सुने। मैले मौखिक रूपमा धेरै पटक भने माछापुच्छ्रे नचढाइदिनुहोस्, माछापुच्छ्रे नचढाइदिनुहोस्। र पछि त्यसको अगुवाई चाहिँ डाक्टर स्वर्गवासी हाम्रो डाक्टर हर्क गुरुङको अगुवाईमा कान्तिपुरमा लेखियो माछापुच्छ्रेलाई चढ्न दिने भनेर। त्यसको भोलिपल्ट मैले लेखिदिएँ, फेरि कान्तिपुरमै लेखिदिएँ मेरो प्यारो माछापुच्छ्रेलाई चढ्दाखेरि माछापुच्छ्रेको हाइट घट्दैन, भौगोलिक हाइट त घट्दैन, तर माछापुच्छ्रेको सौन्दर्यको हाइट घट्छ, आस्थाको हाइट घट्छ, विश्वासको हाइट घट्छ, त्यसको उचाइ घट्छ। माछापुच्छ्रे हिमाल मात्र होइन, माछापुच्छ्रे आज कृषि क्षेत्रमा होस्, पर्यटन क्षेत्रमा होस्, व्यावसायिक क्षेत्रमा होस्, किताबहरूमा पाठ्यक्रम पाठ्यपुस्तकमा होस्, नेपाल चिनाउने नाम त माछापुच्छ्रेको फोटो हुन्छ। यसमा धेरै ठाउँमा धेरैले माछापुच्छ्रेको फोटोमा
राख्छन्। माछापुच्छ्रे नेपाल चिनाउने सगरमाथा भन्दा पनि सगरमाथा हिमाल जस्तो हिमाल हो थाहा छ, तर सगरमाथाको त्यो अनुहार धेरैको मनमा छैन। स्पष्ट रूपमा माछापुच्छ्रे मात्रै देख्छ। हिमाल भनेपछि नेपाल भनेपछि माछापुच्छ्रे भनिन्छ। त्यसकारण यसको विस्तृतता कति हो हुन पनि माछापुच्छ्रे हिमालको नाम जताततै हामी सुन्न सक्छौं। माछापुच्छ्रे हिमालकै नामलाई लिएर धेरै जनाले यसको प्रयोग गर्ने गरेका छन्। कहीँ कतै लोगोमा त कहीँ कतै होर्डिङ बोर्डमा माछापुच्छ्रेको नाम राखेको थाहा पाउँछौं। यस्ता कतिपय गीतहरू पनि बनेका छन् जसमा माछापुच्छ्रेको चर्चा अनि माछापुच्छ्रे शब्दलाई छुटाइएको छैन। माछापुच्छ्रे शिरको पानी फेवा ताल आइछ, माछापुच्छ्रे शिरको पानी फेवा ताल आइछ, झल्को किन लाग्यो भन्दै पोखरा नै रहेछ माछापुच्छ्रे। माछापुच्छ्रे हिमाल वास्तवमै सबैको लागि प्रेरणाको स्रोत बनेको छ। माछापुच्छ्रे हिमाललाई हेरेर धेरै जनाहरू प्रेरित भएका छन्। कई कविहरू त, कई गजलकारहरू त, साहित्यकारहरूले माछापुच्छ्रेको बयान बेला बेलामा गर्ने गरेको फेवाको जलमा मानव माछापुच्छ्रे नुहाउँछ, फेवाको जलमा मानव माछापुच्छ्रे नुहाउँछ, बिहानी घामको टोपी शिरमाथि लगाउँछ। हो यस्तै रहन देऊ मलाई माछापुच्छ्रे हिमाल जस्तो, हो यस्तै रहन देऊ मलाई माछापुच्छ्रे हिमाल जस्तो, वा आस्थाको कैलाश जस्तो, म गङ्गा हुँ बगिरहन्छु अविरत। माछापुच्छ्रे हिमाल एउटा हिमाल मात्र नभएर यसबाट धेरै जनताहरू प्रत्यक्ष लाभान्वित पनि बनेको पाइन्छ। माछापुच्छ्रे हिमालले पोखरालाई एउटा महत्त्वपूर्ण हिसाबले चिनाएको पनि छ। पोखरा भन्ने नाम सुन्दा बित्तिकै फेवा तालमा माछापुच्छ्रेको छाया भनेर अर्को नामले पनि सुन्ने गरिन्छ। माछापुच्छ्रेको नाम लिएर पोखरा धेरै अगाडि बढेको छ। माछापुच्छ्रे हिमालले आर्थिक रूपमा फाइदा मात्र नगराई मानसिक भौतिक रूपमा पनि फाइदा पुर्याएको पर्यटनविद झलक थापा भन्नुहुन्छ। माछापुच्छ्रे हिमाल आत्महत्या गर्ने सोच बनाएकाहरूलाई आत्महत्या गर्नु हुँदैन प्रेरणा दिन पनि यसले उल्लेखनीय भूमिका खेलेको पर्यटनविद झलक थापा बताउनुहुन्छ। माछापुच्छ्रे तपाईँलाई सबभन्दा पहिलो कुराहरू, कोही मान्छे पोखरा आउँदाखेरि म भन्ने गर्छु उनीहरूको माया प्रेम विफल भयो भनेदेखि पोखरा आएर आत्महत्या गरौँ भन्ने पनि छन्। माछापुच्छ्रेको हेराइबाटै कति आनन्द लाग्छ मान्छेहरूको मनमा, किन आत्महत्या गर्ने त नि। र सबै साना किसानदेखि सबै मान्छेहरूलाई के बनायो, के कुनै किसिमको लोगो बनाउनु पर्यो, के बनाउनु पर्यो, माछापुच्छ्रे राखिहाल्छ। भाडाको सामान होस् अथवा जुटको होस् अथवा केको पनि माछापुच्छ्रे हुन्छ। त्यसले कतिले फाइदा पाएछ, यो पोखरा चिनाउने कुरा हो। यो पोखरा सुन्दर छ र सुन्दर पोखराको उत्पादन हो यो भनेर त्यस क्षेत्रको त्यसका बेसीका मान्छेहरूले प्रत्यक्ष रूपमा ट्रेकिङ जाने मान्छेहरूले प्रत्यक्ष रूपले अहिले त्यहाँको मान्छेहरूले स्कुलहरू पाइरहेको छ विश्व फेसन एसोसिएसनबाट र अरू रोजगारहरू पनि पाइरहेको छ र त्यहाँ पर्यटनको नामबाट पर्यटकहरू पनि ट्रेकिङ पैदल यात्रीहरू जान सुरु गरिसकेका छन्। त्यसकारण प्रत्यक्ष यो त सबै प्रत्यक्ष लाभ हो नि। हिमालमा हिउँ परिरहन्छ, पग्लिरहन्छ, पानी आइरहन्छ, त्यो पानी माछापुच्छ्रे हिमालको महिमा भनी साध्य नै छैन। माछापुच्छ्रे हिमाल हेर्नको लागि विश्वका कुना कुनाबाट पर्यटकहरू हातमा क्यामेरा बोकेर आउने गर्छन्। विश्वभरि भएका हिमाल मध्ये माछापुच्छ्रे यस्तो हिमाल हो जहाँ अहिलेसम्म कुनै पनि पर्वत आरोहण गर्न सकेका छैनन्। माछापुच्छ्रे हिमालमा कोही पनि आरोहण नगरेको र माछापुच्छ्रे हिमालको देख्दामा सुन्दरता नै यसको प्रमुख विशेषता हो। अत आजको बसाइमा नेपालको समग्र वनजङ्गलको अवस्था र त्यसमा पनि संरक्षित वनको भूमिकाको विषयमा गरिएको कुराकानी र माछापुच्छ्रे हिमाल विशेष एउटा रेडियो रिपोर्ट राख्यौं। तपाईलाई आजको हाम्रो कार्यक्रम कस्तो लाग्यो? सुझाव सल्लाह र प्रतिक्रिया छन् भने हामीलाई पत्रचार गर्न सक्नुहुन्छ। सुझाव सल्लाह र प्रतिक्रियाको लागि हाम्रो सम्पर्क ठेगाना कार्यक्रम प्रकृतिको उपहार 3 एन्जल सामुदायिक रेडियो 94.6 मेगाहर्ज वन क्याम्पस 15 पोखरा कास्की नेपाल। यस्तै तपाईले
हामीलाई हाम्रो फेसबुक पेज www.facebook.com/प्रकृतिको उपहार 1 मा पनि आफ्ना प्रतिक्रिया राख्न सक्नुहुन्छ। यस्तै तपाईले हाम्रो कार्यक्रमको वेबसाइट प्रकृतिको उपहार.wordpress.com मा पनि आफ्ना प्रतिक्रिया सहित हाम्रो कार्यक्रम डाउनलोड गरेर सुन्न सक्नुहुन्छ। हस्त आजको कार्यक्रम सुनेर साथ दिने तपाईं सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं। यस्तै प्रविधि संयोजनबाट साथ दिने राकेशप्रति विशेष आभार प्रकट गर्दै कार्यक्रमको अन्तिममा फेरि पनि पाटेबाको आवाज सुनाउँदै म कार्यक्रम सञ्चालक गणेशपुरी बिदा माग्छु। हस्त नमस्कार।